साथीभाइयो यो हाम्रो जग्गा चाहिँ लेकै पर्छ हो। अन्त यहाँ त यत्रो वर्ष मै बुढो हुन आँटिसकिसकेँ, यस्तो गरम त मैले त थाहा थिएन त हौ। आम्मामामामा, न औल हो न सिलगढी न जोरताङ मल्ली भनेको त्यस्तै खालको गरम पो हुन थाल्यो त हाम्रो जग्गामा पनि। अब हेर्नुहोस् त यो मेरो पछाडि यस्तो हरियाली पुरा छ होइन, अब यस्तो रुखहरू छ पुरा वरिपरिबाट होइन, र पनि आम्मामामामा गरम चाहिँ नि यस्तो गरम चाहिँ मलाई थाहा थिएन हौ। यो खालको गरमले त अन्त अब आउने समयहरूमा झन् कस्तो गरम हुन्छ होला है साथीभाइ। अन्त यो त अन्त हाम्रो जग्गा त अब लेक हो, अन्त औल बराबरी भइसकिसक्यो त। अन्त न काम गर्नु सक्छ हो, केही गर्नु पनि सक्दैन त अन्त गरमले त। अन्त छक्कै परिसकेँ म त। लु हेर्नु साथीभाइ, अब यहाँको दृश्य हो यस्तो छ, गरम ज्यादा।